रहेको कुरा अब अरू कुरा पनि म गर्न चाहन्छु। समुद्रको गहिराइमा कहिले पनि हाम नफाल्नु, सितिमिति। कलाकारितामा कहिले हाम नफाल्नु। कलाकारिता र समुद्र भनेको एउटै हो दिदीबहिनीहरू है। तपाईँहरू अपकमिङ आउँदै हुनुहुन्छ भने म तपाईँलाई भन्छु बहुत गाह्रो छ। यदि हाम फाल्नै छ भने के मोती नटिपे पनि त्यहाँको ढुङ्गा टिपेर चाहिँ फैलिन्छ। त्यो चाहिँ म भन्छु। मोती नै टिप्नुहुन्छ भने छैन, ग्यारेन्टी छैन। समय चाहिन्छ, लक चाहिन्छ, सबैको सपोर्ट चाहिन्छ। आज म पनि एउटा चाहिँ एकदमै ठुलो उमङ्ग लिएर आकाङ्क्षा लिएर हिँडेको कलाकार हो, तर म पनि त त्यति अझ शाहरुख खान जस्तो बन्न सकिनँ होइन, राय समाल जस्तो बन्न सकिनँ, तुलसी दाई जस्तो बन्ने कोसिस गरिरहेको छु होइन। त्यसै कारण चाहिँ तपाईँहरूले के भन्छु भने तपाईँलाई म के भन्न चाहन्छु, मोती नै म टिप्छु भनेर सोच गरेर हिँड्ने हो, जाने हो, तर तपाईँ ढुङ्गा टिपेर चाहिँ अवश्य फर्किनुहोस्। भनेको मतलब कलाकार भने चाहिँ फर्किनुहोस्। म त्यो अनुरोध गर्न चाहन्छु होइन। र म यहाँ अहिले खास म काठमाडौँबाट मेरो भाइको अनुरोधमा आएको। मलाई पनि मेरो प्राइभेट गाडी लिएर 10,000 को डिजल खर्च गरेर आउन कुनै जरुरी थिएन, तर तपाईँको मायाको लागि आएको, तपाईँको मायाको लागि कसम। किनभने मलाई थाहा छ त्यो गोरेटोबाट हिँड्दाखेरि, त्यो ठाउँबाट हिँड्दाखेरि हलमा माइकमा आवाज बजिरहेको थियो फिल्मको गीत। अनि त्यो मैले के सोच्थेँ भने हे भगवान् त्यो हलमा पनि म उभिने मात्रै सिन भएको दिन कहिले आउला त्यो हलमा। हे भगवान् यो बाटोमा हिँड्दाखेरि कहिले मैले त्यो हलमा मेरो फिल्म चलाएछ भन्ने उभिएको सिन छ भन्ने दिन कहिले आउला भन्ने सोचेको त्यो दीपक खाँड हो के। तर आज त्यही हलमा हिरो बनेर चाहिँ आयो कि। र त्यही गोरेटोमा जाँदाखेरि मैले भगवान्लाई थ्याङ्क यू भगवान्, यही गोरेटोमा हिँड्दाखेरि मलाई उभिने मात्रै सिन दिएन हे भगवान् भनेको थिएँ, कसले खेलाउला भनेको थिएँ। तर आज त्यही हलमा म चलचित्र हिट भएर म आज हिरो बनेको होइन। त्यो ठुलो फ्ल्याक्स लगाएर चाहिँ फोटो लगाएर तस्विर लगाएर चाहिँ त्यो हलमा चाहिँ मेरो चलचित्र चल्यो। थ्याङ्क यू गड भनेको मैले भगवान् भनेको थिएँ। त्यो दिन पनि आउँछ। र तपाईँलाई म अन्तिममा के भन्न चाहन्छु भने यहाँ धेरै भिड छ, अघि बढ्न सक्छौँ अगाडिबाट। यहाँ धेरै काँडा छन्, अघि बढ्न सक्छौँ अगाडिबाट। यहाँ खुट्टा तान्ने प्रविधि बढी छ, अघि बढ्न सक्छौँ अगाडिबाट। देशको लागि कलाकारिताको लागि यो दीपक खाँड तपाईँहरूको लागि मर्न पनि तयार छ भन्दै आफ्नो 2 शब्द